आज चाहिँ नयाँ न्यू डेली भ्लग कति दिनपछि भ्लग हाल्दा हो आज किनकि मोबाइल थिएन मसँग अब अरूको मोबाइलबाट गराइरहेको आफ्नो मोबाइल त्यस्तै छ होइन अब धनी मान्छे अब मोबाइल किनिरह 2टा आइफोन भइसक्यो अब त्यस्तै गरी गरी आज घुम्न आइदिएको कति राम्रो ठाउँ छ रेटिङ आउनु मन छ भने आउनुहोस् होला कर्णसरियाको त्यो यो फारमको छेउमा हामी चाहिँ आज राति सायद मकै चोर्न आउन सक्छौँ कति राम्रो मकै पनि फल्यो अनि यस्तो गर्दा गर्दा नि हामी चाहिँ यहाँ खेतमा उस गर्न काम गर्न पनि आएको थियौँ तर हामी काम गरेनौँ काम 2-3टा नोकर लगाएको छौँ अब धनी मान्छे अब पैसा दिइहाल्छ होइन म आइदिए पछि त्यस्तै गर्दा अब जान लाग्यो फेरि त्यो काम गर्ने ठाउँमा अझ हामी त्यो काम गर्ने भन्थेन कि म काम गर्न आएको त्यो काम गर्ने ठाउँमा आइसकेँ यस्तो झाडी हो यार कताबाट बाघ ल्याएर झप्टिने हो कि भन्ने डर लाहा अनि अगाडि चाहिँ आफ्नो बाख्राको लागि घाँस पनि लिनु भइसकेको छ मकै यस्तो खतरा अनि कसको मकै हो आउनु होला समयमा टिप्नु होला नत्र भने सुगाले धेरै खाइदिइरह अनि यही भन्न चाहन्छु अनि त्यो काम गर्ने ठुलो मत उठाउनुहुन्छ अनि त्यो नास्ता पनि लगिदिनु पर्ने हो तर अगाडि नास्ता के ल्याइदिने तिनीहरूलाई मोमो ल्याइदिनु चाहिँ अब के गर्ने धनी मान्छे होइन अब म त गरिब परेँ के भनिदिने अब मोमो ल्याइदिनु खोजिरह मकै तर खतरा फल्यो के कत्रो घोगा छ यत्रो मोटो यत्रो बाबाको बाजेको फुलगुल्ला जत्रो ठुलो घोगा छ कति राम्रो प्यारो जताखेरि अनि त्यो यत्रो सानो बुट्टामा पनि सुगा लगाइरह यार अनि सुगा जहाँ पाए त्यही छ अनि मकै खाइदिइरह कसको मकै यो छिटाउनु टिप्नु होला अनि त्यो मकैको आधा मात्रै बढ्यो के मतलब आधा पुरै खाँदै हेर्छन् के सुगाउँका अनि त्यस्तै यहाँ यो फर्सी हो कि के हो यो गोल भेडा कि के हो फल्यो यहाँ अनि यहाँ फुल पनि कति राम्रो हो के अनि त्यस्तै गर्दा त्यो अङ्कल बाख्रालाई घाँस खोजिरह अनि फेरि हाम्रो घर त उता हो क्या फेरि त्यो माथि पाहाड डाँडामा अनि हामी यता तल आएँ अनि हाम्रो त गाउँमा त छैन नि त जङ्गल छ तर कति टाढा घाँस यसरी पाइँदैन अनि यसरी घाँस चिट्नुपर्छ कि बाटोमाहरू चिटिराख्नु भयो अङ्कलले चाहिँ यता पछाडि कति राम्रो छ सिन पनि दामी आइरहेको क्या घरहरू देखाएर पनि त खर्छ म हप्सी मान्छे पनि अङ्कल पनि घर देखाएर भयो ल त्यस्तै गर्दा अघि ऊ त्यो बुट्टाको आँप चोरेको कति उयो बुट्टाको आँप पाकेको थियो अनि अलि फेरि हेर्ने हो पाकेको छ भने फेरि खाइदिइहाल्ने हो अनि आन्टीहरू चाहिँ उता काम गर्नु भएको त्यहाँ उता काम गर्ला त्यहाँ काम गर्दा स्टे राख्नु भयो भोक लाग्यो होला नि त अब लुल्ला काम गर्न बोलाएको 6 बजे आएर गर्दैन बिचरा अनि हामी चाहिँ कति 10 बजीतिर आऊँ होला यतिर होइन त्यो घाम पनि लागेन आजको मौसमको च्यालेन्ज दिइरह खानुपर्छ आज त मस्त होटल गएर खाइदिनुपर्छ पानी पनि जिगाउन लागिसक्यो कट यस्तरी बस्नु पर्यो कट्टो लाएर आएर अङ्कल आउँदै हुनुहुन्छ त्यहाँबाट के भन्न चाहनुहुन्छ हेलो गर्दै अङ्कल हेलो गर्दै हेलो ओ त्यही अङ्कलको मोबाइल हो अनि मेरो मोबाइल छैन नि त मेरो मोबाइल राम्रो छैन यस्तो छ रेडमी हो त्यो धेरै भिडियो गर्न मिल्दैन धेरै अड्किन्छ अनि राम्रो पनि आउँदैन कि योबाट राम्रो सिन बनाएर म गोरो बनाएर इफेक्ट पनि हाल्नु पर्दैन अनि म माथिको सिन चाहिँ दामी आएको भन्दा घाँस पनि छ यहाँ टिप्ने र घाँस काट्ने र उता अन्त्यहरू त्यहाँ हल्ला गर्दा अब त्यहाँ पानी पर्लाइसक्यो नि त त्यही भएर पनि होला अब यही मात्रै भिडियो हालिदिन्छु त्यो अरूको त्यो उताको त हालम हुन्छ मोबाइलले पनि उस गर्दैन आधालाई यति हुन्छ आपको बारी पनि पुग्यौँ अब बाई आइसक्यो त्यो अन्त्यहरू काम गर्ने ठाउँमा देखाइदिन्छु म हजुरहरूलाई कसरी काम गर्नु भयो पानी पनि पर्ला सिकेँ अनि देखाइदिन्छु पर्खिनै हजुरलाई अब यहाँ काम गर्दै हुनुहुन्छ गाइज म यहाँ आइसकेँ देखाइदिन्छु यसै गरी ऊ कुरा गर्दै हुनुहुन्छ अब जल्लाको पान पर्ला गएर युट्युबमा हेर्नै बाई म गएँ घरजानलाई छु किनकि युट्युबमा धेरै भिडियो हालेको पनि धेरै दिन भइसकेको थियो अनि म आज यो भिडियो मिलाइहाल्छु अनि आज हामी चाहिँ यता आँखामा त मुखै धोएन क्या हो म यार मुख धोइसकेको छु तर त्यसले गर्दाखेरि आँप पनि चोर्नुपर्छ आँप चोर्नु जानुपर्छ धेरै खाद्य मर्क्यौ पानी पर्ला म चाहिँ अब म यति भने बिहाल्छु किन गाई हजुरले म आँपको बुढो देखाउनु जान लाग्छु जान्यो गाइज
त्यो हेर्नु न यत्रो सानो बुट्टामा कति अब फल्यो ऊ त्यो हेर्नु त गाइस त्यो गर्दा गर्दा म ढलाइसकेको छु आफूलाई नि त्यसै कारण अनि गाइस तपाईँहरूलाई कस्तो लाग्छ क्या यो यो बालेन आएदेखिबाट मेरो अङ्कल धेरै उस भएको आज धेरै भिडियो पनि भइरह अन्त गर्दा गर्दा गर्दामा के भन्छ एक दिनमा 10 करोड 5 करोडको भिडियो हेरिरहेको हुन्छ अनि गर्दा गर्दा आइफोन किनिदियो कार पनि किन्न लागिसक्यो अब त कुन दिन पछि त भाइ हेलिकप्टर किनिदिन्छु भनेर अनि यस्तै गर्दा जता बाबु हेलिकप्टरको चाबी नराख भन्छ मलाई के भन्छ 24 घन्टा उडाइदिन्छु म पानी पर्न लागिसक्यो कहिले पानी पर्छ 2-3 ठोपा मुतेको जस्तो रियाक्सन दिन्छ हदको अनि त्यस्तै गर्दा गर्दा अनि यो के को बुट्टा हो यो यहाँ धेरै चरा लागेको रहेछ हामी त्यहाँ हतो पनि बथेलाई चेरिया पनि निस्का पर्दै अङ्गले पढ्दै सिकेर के म फत्के उहाँ मर्को त पर्दा नि जेबी कस्तो म त फेरि कतिलाई लागिसक्यो बिहान बिहान मर्निङ गरेर गइदिएको नि त लाइस त्यस्तो नै के गाइस अब म त जानुपर्छ घर अनि अङ्कल कहाँ पुग्नु भइसक्यो अब भोलि अर्को भ्लगमा भेट्नेछु म बाई बाई।